हेलो हजुर सेवा नमस्कार सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा मेरो भिडियोमा। सबैजना सन्चै हुनुहुन्छ होला। मलाई चाहिँ अलिकति सन्चो छैन, त्यही पनि दबाईहरू खाएर म मेरो फ्यामिली सँगसँगै यहाँहरूलाई पनि धनुषा जिल्ला स्थित जनकपुरमा रहेको जानकी मन्दिरतर्फ लाँदैछु। हामी यहाँबाट चाहिँ 12:30 बजे गाडी चढेको थियौँ इटरीबाट। वहाँ पुग्दाखेरि 5:30 बजेको थियो। बाटोहरू बन्दै गरेको भएर अलिक खराब भएको कारणले गर्दाखेरि टाइम लाग्यो अनि पानी एकदमै ठुलो हावा पानी पर्यो। अनि हामी त्यहाँ गएर 5:30 बजे मन्दिरहरू के अरे होटल बुकिङ गरेर हामी मन्दिरतर्फ लाग्दैछौँ। हजुर यहाँहरूलाई सबै दृश्यहरू मैले जति पनि खिच्न सकेँ, मैले सबै त खिच्न सकिनँ किनभने मलाई सन्चो थिएन, एकदमै पीडा भएको थियो, गाह्रो भएको थियो। दबाई पेनकिलरहरू खाएर गएको म मैले खिच्न सकिनँ। जति मैले छोटो छोटो सानो क्लिपहरू खिचेको छु त्यो यहाँहरूलाई देखाउँदैछु। हामी चाहिँ अब होटल बुकिङ गरेर हामी बेलुकाको आरती हेर्नलाई घुम्नलाई मन्दिर घुम्नलाई जाँदैछौँ। यहाँ चाहिँ एकदमै गर्मी भएको कारणले गर्दा उता त झन् गर्मी हुने ठाउँ हो नि त हाम्रो यता इटरी भन्दा पनि। अनि गर्मी हुन्छ भनेर हामीले जाडोको लुगाहरू केही पनि नलगी गएको। अब एक रात त एक दिन त हो भनेर, तर त्यस्तो सोचे जस्तो भएन हजुर। पानी परिदियो बाटोमा, एकदमै ठुलो हावा पानी परेको थियो। अनि सबै हाफ लुगामा गएको नानीहरूको चाहिँ अलिकति बिजोग भयो, पानी परेर जाडो भयो, हावा चलेको थियो। चिसोमा नानीहरू फिलिलिली हुँदैछ। यहाँ चाहिँ जाडोमा तर एकछिन मात्रै हो, हामी 1 घन्टा मात्रै घुम्यौँ, त्यसपछि त होटलमा गएर सुतिहाल्यौँ। बिहान त फेरि मजा भयो नि, आनन्द भयो ठिक्कको। कति राम्रो देखेको, अब पानी परेर पनि होला, चिसो ठिक्क मौसम क्लिन भएको कि सफा देखेको पानी परेर गर्दा। यता चाहिँ हनुमान भन्न आएछ, लक्ष्मणजीको मन्दिर रहेछ यो चाहिँ। अनि यता चाहिँ राम जानकीको मन्दिर, यता दाजु भाउजूको राम सीताको मन्दिर, उतापट्टि भाइको मन्दिर रहेछ। छुट्टा छुट्टै बनाउनु भएको रहेछ। अनि बत्ती बालेर कति राम्रो झिलिमिली सबैतिर क्लिन देखिएको, कति रमाइलो भएको कि, कति राम्रो। लक्ष्मणको मन्दिर हरियो पहेँलो झिलिमिली, सबैजना फोटो खिच्न टिकटक बनाउन व्यस्त हुनुहुन्छ। पानी परेकै भए पनि चिसो नै भए पनि सबैजना नै हुनुहुन्थ्यो, रमाइलो गरिराख्नु भएको थियो। लक्ष्मण मन्दिर भनेर लेख्नु भएको रहेछ। यहाँ भजनहरू भइरहेको थियो, भजन भइरहेछ। हामी भित्र चाहिँ गएनौँ, बाहिरबाटै हेऱ्यौँ एकछिन। अनि यतातिर 1 घन्टा जति घुम्यौँ। अब चाहिँ बेलुकाको 7:20 गएको थियो, त्यतिखेर चाहिँ आरती सुरु हुन आँटेछ। त्यही भएर हामी त्यहाँ देखेर हामी जाँदैछौँ। सबैजनालाई चाहिँ आरती सुरु भएको थाहा पाउनु भएन, किनभने सबैजना त्यहाँ वरिपरि त हुनुहुन्थ्यो, तर अलिक टाढा टाढा भएकोले गर्दाखेरि देख्नु भएन। हामी चाहिँ त्यहीँ नजिकै थियौँ, ठ्याक्कै हामीले आरती सुरु हुँदैछ भनेर देखिहाल्यौँ। अनि हामी त्यसतर्फ जाँदैछौँ। चिसोमा जाडो भएको बेलामा तातो पनि हुने, अर्को भनेको आरती हेर्न पनि पाउने, दर्शन गर्न पाउने। अनि हामी त्यसतर्फ गयौँ, आरती लियौँ। सबैजनाले तातो पनि भयो एकछिन, मजा भयो एकछिनलाई चाहिँ। मेन मन्दिर चाहिँ उता रहेछ, पूजा गर्ने ठाउँ। कति राम्रो भजनहरू बजिरहेको थियो, गीतहरू बजिरहेको थियो, भजन गाइराख्नु भएको थियो। बाहिरको हल्लाले गर्दाखेरि डिस्टर्ब भएर मैले अफ गरेँ। म पनि लिँदैछु, ताप्दैछु आरती। त्यसपछि चाहिँ हामी आरती लिइसकेर बाहिर गयौँ, होटलमा गयौँ। अनि खानासाना खाएर सुतेर भोलिपल्ट बिहान नुहाइधुवाइ गरेर उठेर जाँदैछौँ फेरि मन्दिरतर्फ पूजा गर्नलाई। हाम्रो टोली चाहिँ यही हो। म चाहिँ यस्तो छु, बिचरा म खडेरी लाए जस्तो बिरामी मान्छे। त्यही पनि कति राम्रो पेन्टिङहरू गरेको, नानीहरू खेल्दै खेल्दै हेर्दै रमाउँदै आउँदैछ। यो नातिनी कति रमाइलो, राम्रो राम्रो पेन्टिङ वरदेखि नै पेन्टिङ गरेर यसरी राख्नु भएको रहेछ। बच्चाहरूलाई त कति रमाइलो, खेल्दै नानीहरू त त्यो पेन्टिङमा खेल्दैछ। छोरी पनि 3टा सानो नानीहरू थियो, छोरी नातिनी।
दिदीको साथी छोरी अनि रातो लाउने यो बहिनी उसको छोरी मेरो टुक्सी ठाइठोमा गर्दैछ टुक्सीले। दिदी ठुलो दिदी रातो लाउने पिङ्क लाउने माइली दिदी अगाडिको बहिनी दिदीको साथीको बदैनी नातिनी आमा छोरी बदैनी नातिनी आउँदैछ ठुली र माइलीको छोरी दिदी बहिनीहरू। यस्तो राम्रो यो उता पोखरी रहेछ पोखरी त यहाँ त कतिवटा पोखरी नै पोखरी। म पनि लुखुर 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 हिँड्दैछु उनीहरू गफ गर्दै हाँस्दै हिँड्दैछ। विशेष गरी यहाँनिर चाहिँ ओरेन्ज कलर रहेछ। अब हामी जाँदैछौँ फुलपातीहरू किन्नलाई रोड पारी क्रस गरेर जाँदैछौँ। नातिनीलाई चाहिँ त्यहाँ पानी भएकोले गर्दाखेरि क्रस नगर्ने रे बोकेर जानुपर्ने भनेर मानेकै छैन। अब चाहिँ दिदीले बोकेर ल्याउँछ। अनि यहाँ चाहिँ हामीले 2टा ग्रुप बनाएर फुलपाती किनेको थियौँ किनभने मामा भान्जा आउँदैछ भाइ र छोरा धेरैजना एकै ठाउँ किन्यो भने ढिलो हुन्छ नि त अनि त्यही भएर दुईतिर ढिलो पनि हुन्छ 2जनालाई पनि हुने भनेर हामी दुईतिर ग्रुप बनेर किन्दैछौँ। आमा ठुलो दिदी बहिनी छोरीले चाहिँ यता हामीले चाहिँ अनि उता माइली दिदी उसको साथीहरू चाहिँ उता अर्को ग्रुपमा छेमा छोरी फोटो खिच्दैछ। यतापट्टिको ग्रुप चाहिँ अर्को ठाउँमा किन्दै हुनुहुन्छ। हाम्रो लड्डुहरू मिठाईहरू यसरी कस्तो राम्रो बनाएर राख्नु हुँदो रहेछ नाङ्लोमा भिजाएर वरिपरि। तर फोहोर चाहिँ एकदमै धेरै फोहोरहरू धुलोहरू चाहिँ उड्ने यसरी राख्दाखेरि। आज चाहिँ पानी परेको भएर धुलो उडेको थिएन। पोखरी यहाँ पनि रहेछ बोट पनि रहेछ मालाहरू यसरी झुन्डाएर राख्नु भएको रहेछ। सस्तो लाग्यो यहाँनिर मलाई चाहिँ हामीलाई चाहिँ फुलपातीहरू अनि फलफुलहरू किन्न नानीहरू रमाइरहेको छ भाइलाई। कति रुपियाँ भाइ यो ढाकीको 100 रुपियाँमा लड्डु र फुल सबै धेरै सस्तो पो रहेछ। हाम्रो मस्ती यसरी नै चलिरहन्छ हजुर रमाइलो। अब चाहिँ हामी जाँदैछौँ यहाँनिर जुत्ता चप्पल राख्ने भनेर कुरा हुँदैछ राख्दैछौँ। आधीले राख्यौँ आधीले उतै राख्नुभयो हामीले चाहिँ यहीँ खोल्यौँ। अनि हामी जाँदैछौँ मन्दिरतर्फ प्रवेश गर्न लाग्दैछौँ। सबैजना अगाडि गइसक्नु भयो म चाहिँ लास्टमा भिडियो खिच्दै हिँड्दैछु। छोरीले मेरो भिडियो खिच्दैछ। कति रमाइलो 6 बजेतिर आनन्द शीतल भएको। अहिले चाहिँ फेरि हिजो बेलुका चाहिँ ज्याकेट नल्याएकोले जाडो भइरहेको थियो। माग्नेहरू बस्नु भएको रहेछ। यतापट्टिबाट पनि गेट रहेछ पछाडिपट्टि। यता चाहिँ हामी गएनौँ यता पनि जाँदै हुनुहुन्थ्यो कोही चाहिँ। अब हामी मन्दिरको मेन गेटबाट इन्ट्री गर्दैछौँ। अरू सबैजना गएर फोटो भिडियो खिच्न थालिसक्नु भयो म चाहिँ लास्टमा। यहाँ चाहिँ श्रीराम जानकी विवाह मण्डप रहेछ। यहाँ चाहिँ बिहा गर्दाखेरि चाहिँ यहाँ विवाह हुँदो रहेछ। अनि सबैजना पूजा गर्नुभन्दा अगाडि फोटो खिच्न भिडियो खिच्न व्यस्त। यहाँ पनि राख्नु हुँदो रहेछ यसरी पूजा गर्ने प्रसादहरू केहरू त्यहाँ अगाडि पनि राख्नु हुँदो रहेछ। तर हामीले चाहिँ बाहिरैबाट ल्यायौँ थाहा भएन यहाँभित्र हुन्छ भनेर हामीले बाहिरैबाट सबै कुरा लिएर आयौँ। अब हामी कन्फ्युज हुँदैछौँ अगाडि 2टा ढोका रहेछ अगाडिबाट जाने कि पछाडिबाट जाने भनेर। किनभने मान्छेहरू कोही कताबाट गइराख्नु भएको थियो कि त्यो भएर कन्फ्युज भएको। अनि यसो सोच्यौँ हामीले चाहिँ अगाडिकोबाट जाने होला पछाडिबाट निस्किने होला भनेर। हाम्रो एउटा दिदी र बहिनी चाहिँ उता पछाडिको ढोकामा गइसकेको भने हामीले यताबाट होला भनेर फर्कायौँ। अनि हामी यता अगाडिको ढोकाबाट प्रवेश गर्न जाँदैछौँ। माइली दिदी चाहिँ र उसको साथी चाहिँ अगाडि गइसकेर पनि छिरिसक्यो। हामी चाहिँ पछाडि छौँ। नानीहरू अगाडि उनीहरूलाई रमाइलो भइरहेछ। नानीहरूलाई चाहिँ एकदमै नानीहरूलाई कति राम्रो हेर्नुहोस् न मन्दिर त बुट्टै बुट्टा।
अब चाहिँ हामी जाँदैछौँ मन्दिरतर्फ। चप्पल जुत्ता सबैजनाले यहाँ सबैजनाले त होइन, आधी जस्तोले चाहिँ भित्र ल्याउनु हुँदो रहेछ। अनि त्यसरी हटाइदिँदै हुनुहुन्छ एकजना अङ्कलले। हाम्रो पनि भाइले लगेरै गएछ चिसो भयो भनेर, अनि उसलाई पनि मैले उता राख भनेर भन्दैछु। अनि हामी प्रवेश गरिसक्यौँ हजुर। यहाँ चाहिँ रहेछ मेन पूजा गर्ने ठाउँ। हामीले पूजा गर्न पाइँदैन रहेछ, त्यहीँनिर पुजारीहरू बस्नु भएको हुँदो रहेछ। अनि हामीले फुलपाती आफूसँग जे छ त्यो चाहिँ लगेर दिनुपर्ने रहेछ उहाँहरूलाई। लाइन लागेर पूजा गर्नुपर्ने। लेडिज एक साइडमा, जेन्ट्स एक साइडमा लाइन छ। हामीले पनि त्यहाँ लगेर उहाँहरूलाई दियौँ, पूजा गऱ्यौँ। अनि त्यसपछि उहाँहरूले टिका फुलमाला प्रसादहरू दिनुभयो, हामी लिएर उहाँहरूलाई। अनि दान दक्षिणा दिएर हामी निस्किन्छौँ बाहिर। यहाँ रहेछ सबैभन्दा मेन पूजा गर्ने ठाउँ चाहिँ। यहाँनिर फोटो भिडियोहरू खिच्न पाइँदैन भनेर लेख्नु भएको थियो, तर सबैले खिचिराख्नु भएको थियो। अनि मैले पनि अलिअलि छोटो छोटो क्लिपहरू लिएर राखेको हो। मैले धेरै चाहिँ खिचिनँ, अनि मलाई सन्चो पनि नभएकोले गर्दाखेरि मेरो मुड पनि थिएन। सबैजना लाइन लागिरहेछौँ। यहाँ चाहिँ हामीले पूजा गर्न नपाइने, अनि बाहिरतिर चाहिँ मात्रै गर्न पाइने। हाम्रो चाहिँ उहाँ बाजेले गरिदिनु भयो। यो बाहिरतिर चाहिँ हामीले गर्न मिल्दो रहेछ। उहाँ चाहिँ हनुमानजी हुनुहुँदो रहेछ। त्यहाँ चाहिँ हामीले पूजा गर्दैछौँ सबैजनाले। अनि पूजा गरेर एक फन्का मन्दिर घुम्दैछौँ। हाम्रो ठुलो ग्रुप भएकोले गर्दाखेरि छुट्टेकै। मेरो बिचरा मेरो अनुहार हेर्नुहोस् न, बिरामी अनुहार। ढोक्दै हिँड्दै पुजारी बाजेहरू यताबाट हुनुहुँदो रहेछ, यहाँबाट देखिने रहेछ। यहाँबाट उहाँहरू चाहिँ छिर्नु हुँदो रहेछ। हामी घुम्दैछौँ। यतापट्टि चाहिँ सङ्ग्रहालय रहेछ। हामी एकछिनमा पूजा गरिसकेर हामी यता पनि जान्छौँ। यहाँहरूलाई देखाउने छु पालै पालो भिडियोहरू। एक फन्का घुमिसक्यौँ, हामी घुम्दैछौँ भनौँ न। विष्णु दिदी त्यतातिर भजनहरू भइरहेको थियो, उतापट्टि साइडमा कति धेरै। प्लान्टहरू फुलहरू पनि राख्नु भएको रहेछ। शालिग्रामहरू थियो, तर मैले त्यतापट्टि चाहिँ हेरिनँ, फेरि गइनँ। त्यहाँ चाहिँ एउटा उमा पानी रहेछ, अनि भित्रबाट पानी आएको, पूजा गरेको पानी, त्यो के भन्छ चढाएको जल आएको भनेर मेरो दिदी चाहिँ फर्केर आएर पनि लिँदै हुनुहुन्छ। मैले पनि लिएँ। अरूले जे गर्छ त्यही हेर्दै हामी पनि त्यही फलो गर्दै हिँडेको हो। सबै ठाउँमा चाहिँ हामी, म त जानै भ्याएन। यतापट्टि यता प्लान्टहरू राखेकोपट्टि चाहिँ गएनौँ हामी। शालिग्रामहरू थियो अरे रहेछ, मैले पारिबाटै हेरेँ। भजनहरू गाइराख्नु भएको थियो त्यतापट्टि पनि। अनि यतातिर सबैजना फोटो भिडियो खिच्नलाई व्यस्त। अब यहाँनिर चाहिँ एउटा के भन्छ हनुमानजीको पूजा गर्ने ठाउँ रहेछ। हामीले यहाँ पनि गर्दैछौँ। लास्टमा चाहिँ हामीले यहाँ गऱ्यौँ, सबैजनाले गरिसक्नुभयो। अब म पनि गर्छु। मलाई पूजा गर्न त खासमा आउँदैन, अनि मलाई जे आउँछ त्यति नै गर्ने हो। मलाई चाहिँ के लाग्छ भने भगवान्लाई चाहिँ मनमै सम्झिने, आफ्नो मन सफा हुनुपर्छ भन्ने विचार हो मेरो चाहिँ। मैले जे जान्दछु त्यही गर्छु। मेरो छोरी, बहिनीको छोरी आएर मैले पूजा गरेको देखेर ऊ पनि आइहाल्यो। उसको आमा पछाडि छ, आमालाई छैन, आमासँग वास्ता छैन। ऊ चाहिँ म सँगसँगै खालि मैले जे गरेँ त्यही गर्नुपर्छ। म सँगसँगै म छु भने उसको आमासँग खाना पनि खाँदैन, मैसँग खान्छ। म ठुमाको पुच्छर हो, मेरो पुच्छर हो भन्छ खालि। मैले नमस्ते गरेको ढोगेको, उसले पनि ढोग्यो। अब हिँड्छ हात समाएर आमा। अब चाहिँ हामी पूजा गरिसकेर हामी जान्छौँ सङ्ग्रहालयतिर। यहाँनिर चाहिँ 20 कि 30 रुपियाँ टिकट लिनु हुँदो रहेछ। अनि टिकट लिएर यहाँ खासमा भिडियो खिच्न मिल्दैन भन्दै हुन्थ्यो। मैले चाहिँ तर सोधिवरी लिएको। त्यहाँ तल टिकट काउन्टरमा मैले सोधेँ, अनि म अलिकति खिच्छु ल भनेर लिएको। मलाई भाइले चाहिँ कराउँदै थियो, मिल्दैन अरे भन्ने। मैले यतापट्टि चाहिँ जानलाई खोइ किन हो बन्द गर्नुभएको थियो, के छ त्यतातिर चाहिँ थाहा भएन हामीलाई। यतातिर पनि यसरी चित्रद्वारा यहाँनिर सबै डिस्क्राइब गरिराख्नु भएको रहेछ। यसरी मूर्तिहरू, अनि यहाँ डिस्क्राइब पनि गरिदिनु भएको छ।
श्री जानकीजी प्रकट हलेश्वरी महायज्ञ पश्चात भनेर लेख्नु भएको छ। जानकीजी चाहिँ हलेश्वरी महायज्ञ पछाडि चाहिँ प्रकट हुनुभएको अरे। मलाई खोकी लागेर घाँटी दुखेर पनि भइरहेछ। नत्र त हामीलाई थाहा नै नहुने नि के हो भनेर थाहा नहुने, यसरी लेखिदिनु भएपछि चाहिँ कति राम्रो के थाहा हुने, हामीलाई पनि नबुझ्नेलाई पनि थाहा हुने रहेछ। यतातिर चाहिँ जानकीजीलाई जन्मिसकेपछि, उहाँको प्रकट भइसकेपछि उहाँको मातालाई बधाई गान भनेपछि बधाई गीत गाएर गाना गाएर बधाई दिँदै हुनुहुँदो रहेछ। खोकीले डिस्टर्ब गर्यो हजुर। मेरो बिरामी सँगसँगै मेरो अर्कै प्रब्लम पनि छ घाँटीको। यतिखेर घाँटी पनि दुखिरहेछ, खोकी पनि लागिरहेछ। अब यहाँ चाहिँ श्री जानकीजीलाई काखमा खेलाउँदै महाराजा श्री जनकजीद्वारा भनेर लेखिदिनु भएको रहेछ। जानकीजीलाई चाहिँ उहाँको पिताले खेलाउँदै हुनुहुँदो रहेछ, बोक्दै हुनुहुँदो रहेछ। अब यहाँ चाहिँ जानकीजीलाई उहाँको माता सुनैना माताद्वारा श्री जानकीजीलाई शयन गराउँदै भनेर लेख्नु भएको रहेछ। अनि यसरी लेखिदिनु भएपछि चाहिँ हामी नबुझ्ने नजान्नेहरूलाई पनि कति सजिलो भएको, कति राम्रो राम्रो भजनहरू बजिरहेको थियो। कति आनन्द दिने क्या त्यो हेर्दै। अनि त्यो भजन बजेको सुन्दा त कति आनन्द। तर बाहिरको हल्लाले गर्दाखेरि, हामी मान्छेहरूकै हल्लाले गर्दाखेरि चाहिँ डिस्टर्ब भएर मैले त्यो साउन्ड चाहिँ अफ गरेँ। यसरी डिस्क्राइब गरेको हुँदो रहेछ आर्ट्स गरेर। सीता जन्म दृश्य मिथिला कलामे अरे। सीताजीको जन्म चाहिँ यसरी भएको थियो अरे। धनुष पूजन अरे, धनुषको पूजा गरिराख्नु भएको रहेछ। सबैजना फोटो भिडियो खिच्नलाई व्यस्त हुनुहुन्छ। नखिच्नु भनेर चाहिँ कति ठाउँमा लेखेर टास्नु भएको रहेछ, तर कसैले पनि मान्नु भएको थिएन, मैले पनि मानिनँ। तर मैले चाहिँ कति ठाउँमा त खिचिनँ पनि। मटकी में पानी भर्कर जाती हुई अरे। हाम्रो नानीहरू त यो देखेर कति रमाएको। वर वधुजीको आशीर्वाद दिँदै हुनुहुन्छ अरे। यसरी लेखिदिएपछि त हामी नबुझ्ने नजान्नेलाई पनि सजिलो भयो। हामीले पढ्न त पढेको थियो कहीँ कता कता अलिअलि त, तर अब सबै बिर्स्यो, पुली खायो पढेको कुराहरू। डिटेल्समा यसरी पढेको पनि होइन, फेरि सानोमै नेपालीमा कति क्लासमा पढेको थियौँ। गायकी सेवा मिथिला कलामे भनेर लेखिनु भएको रहेछ। यहाँ चाहिँ यो चाहिँ तर मैले मिस्टेक गरेछु, अगाडिको भिडियो पछाडि। यहाँ चाहिँ हामीले त्यो सबै हेरिसकेपछि यहाँ भिडियोहरू फोटोहरू खिचेको थियौँ। म लास्टमा राख्नेछु। टिकटकहरू सबैले बनाइराख्नु भएको थियो। अनि यहाँनिर के बेच्न राखेको हुनुहुँदो रहेछ फोटोहरू। अनि मैले पनि उयो चाहिँ किनेँ 600 रुपियाँको। मेरो अनुहार चाहिँ मैले किन देखाएको होला हो। अझै राम्रो चाहिँ यहाँ लाग्यो मलाई, पुष्प मेला अरे। यसरी देखाउनु भएको रहेछ सबै। हामी यतातिर अब आइपुग्यौँ हजुर। धनुष महायज्ञ भइरहेको रहेछ। कति मिठो धुन बजेको। अनि यहाँको अर्को सबैभन्दा मलाई इन्ट्रेस्टिङ मजा लागेको कुरा चाहिँ यसरी मूर्तिहरू भए पनि त्यो अब कस्तो मजाले क्या घुमिरहेको, हिँडिरहेको, बोलिरहेको जस्तो, चलिरहेको जस्तो देखाएको कि कति मजाले। त्यो हेर्दाखेरि झन् अट्र्याक्टिभ लाग्यो, झन् मजा लाग्यो मलाई चाहिँ। श्री सीताराम विवाह भनेर यहाँ चाहिँ सीतारामको विवाह हुँदै गरेको दृश्य देखाउनु भएको छ। छोराले पनि दान गर्दैछ। दान पेटिकामा हामीले अलिअलि राखेको छौँ। यसरी चाहिँ यहाँनिर राम र सीताको विवाह भएको अरे। अनि त्यो मण्डपमा घुमिराखेकै भिडियो जस्तो क्या, कति मजाले घुमिराखेकै। त्यहाँ हेर्नुहोस् है, चलिरहेछ, घुमिरहेछ, मण्डप वरिपरि घुमिरहेछ। अनि भजनहरू त्यो के बजिरहेछ, धुनहरू कति मिठो घुमिराखेको। कस्तो रमाइलो क्या, कस्तो आनन्द लाग्ने त्यो धुनले गर्दाखेरि पनि। देख्नुभयो होला यहाँहरूले, हेर्नु होला। यसरी
घुमिराख्नु भएको छ। अगाडि अगाडि रामजी, पछाडि पछाडि सीताजी। यस्तो मजा भएको थियो। डिस्टर्ब भयो हजुर खोकीले। सबैजना हामी हेर्दैछौँ। यहाँ चाहिँ हामीले बनाएको अब बाहिर यहाँ चाहिँ हामीले टिकटक अब बनाएको चाहिँ छौँ, हामीले भिडियो बनाएको छौँ। तलको अब हामी जाँदैछौँ तल अन्डरग्राउन्डमा भित्र। रहेछ विशेष सङ्ग्रहालय चाहिँ। कस्तो सास फेर्न गाह्रो भए जस्तो भयो, अक्सिजन यहाँ चाहिँ तर मलाई झ्यालहरू चाहिँ कतै केही कस्तो छैन नि सास त। फेर्न गाह्रो भए जस्तै भयो कि त्यो यहाँ अब चाहिँ रहेछ झ्यालहरू साँच्चीकै ढोकाहरू अब कतै केही छैन नि त। श्री जानकीजीको प्राचीन त्यसले मुकुटहरू, गर्दाखेरि प्राचीन श्री जानकीजीको कुराहरूलाई प्राचीन चाहिँ यहाँ मुकुट, सङ्ग्रहालय गरेर राख्नु भएको रहेछ। प्राचीन कुराहरूलाई चाहिँ तर मैले चाहिँ उहाँको सबै भिडियो फोटो खिच्न सकिनँ जानकीको किनभने चाहिँ त्यहाँनिर लेखेर राख्नु भएको रहेछ। भदैनी र म फोटो भिडियो खिच्न भदैनीले मनाइ छ, चाहिँ विशेष नत्र आज एउटा पूजा भिडियो गर्न चाहिँ बराबर भएन। यता चाहिँ हामीले फोटो ल्यायौँ, खिचे अब बराबर यता पनि 200 हुँदैन रुपियाँ थियो होला, जरिमाना त्यही पनि भनेर हुन सबैले त खिचिराख्नु भएको छ। केही तर मैले चाहिँ कुराहरूको खिचिनँ, इन्फर्मेसन सुरुमा चाहिँ के थाहा होस् नभएर भनेर खिचिहालेँ। अनि चाहिँ पछि चाहिँ अब यो चाहिँ नखिच्नु भन्दा भन्दै किन जानकीजीको खिच्ने त भनेर मैले चन्द्रिका खिचिनँ। अरे हार रहेछ चाँदीको। कस्तो राम्रो राम्रो पुरानो पुरानो त्यो श्री फोटोहरूमा देख्छौँ नि जानकीजीको भगवानहरूले लगाएको चन्द्रिका अरे त्यस्तैहरू। अनि कति राम्रो मूर्तिहरू राम्रो यसरी चाँदीको सजाएर सङ्ग्रहालयमा रहेछ, राख्नु भएको पुरानो। रहेछ। तर हामीले यहाँनिर चाहिँ मैले सबै कति फोटो थियो नि भिडियो यहाँनिर चाहिँ खिच्न लुगाहरू, सकिनँ किनभने सबै त्यहाँनिर हरेक कुरा के लेखेर उहाँले राख्नु लाउनु भएको थियो भएको फोटो लुगा, भिडियो खिच्न पूजा मनाइ छ, गर्दा के लगाएको, खिच्यो भने बिहा गर्दा 200 के जरिमाना लगाएको, भनेर। कसो के तर गर्दा सबैले सबै खिचिराख्नु भएको थियो। हाम्रै जे ग्रुपमा पनि गर्दा खिच्नु पनि भयो, तर मैले चाहिँ लुगाहरूलाई खिचिनँ। त्यो कति देखिसकेपछि मजाले चाहिँ अगाडि चाहिँ खिचेँ, अनि त्यहाँ टाँसेको देखेपछि चाहिँ खिचिनँ। किन त्यो जबरजस्ती गर्नु भनेर। अनि यतातिर हेर्नुहोस् न, मान्छे कति जबरजस्ती। जहाँ चाहिँ लेख्नु मनाइ छ भनेको छ त्यहीँ चाहिँ लेखेको छ क्या, नामहरू जोडी जोडीको नामहरू यसरी। यहाँ पनि एउटा मन्दिर, एउटा भगवानको मूर्ति रहेछ, सबै पूजा गर्ने ठाउँ। हामी यहाँ पनि एक फन्का लाउँदैछौँ, घुम्दैछौँ, ढोक्दै हिँड्दैछौँ। मैले यहाँहरूलाई सबै कुरा चाहिँ देखाउन सकिनँ किनभने नखिच्नु भनेर लेख्नु भएको थियो नि त। सबैजना पूजा गरिसकेर घुमघाम गरिसकेर आराम गर्दै हुनुहुन्छ। अब चाहिँ हामी पनि यहाँबाट बाहिर निस्किन्छौँ। उता राम र लक्ष्मणजीको मन्दिर यहाँ येल्लो कलरको, यता राम सीताको। हामी अब चाहिँ यहाँबाट घुमेर निस्किँदैछौँ हजुर। पूजासुजा गरिसकेर बाहिरको परिसर अहिले चाहिँ यस्तो छ। घाम लागिसकेको छ, छोरी कुद्दैछ ल उसले। अनि हामी होटलतिर फर्क्यौँ। होटलमा गएर हाम्रो पेमेन्ट गरेर ब्यागहरू सबै निकालेर म चाहिँ गाडी चढ्दाखेरि भमिटिङ हुन्छ भनेर, त्यहाँ एउटा हस्पिटल पनि रहेछ राम जानकी हस्पिटल भनेर, त्यहाँ दबाई किन्न गएको। भमिटको दबाई किन्न भनेर गएको, पाउँदैन रहेछ हस्पिटल, सानो औषधि पसलहरू सानो रहेछ, सबै नपाउने। अनि हामी त्यहाँबाट निस्केँ। मैले अर्कै ठाउँमा दबाई किनेँ। हामी चाहिँ यो चाहिँ खाना खाने ठाउँमा हामी बाहिर आइपुग्यौँ। हिजो चाहिँ हामी बसेकै होटलमा खाना खाएको। साह्रै नमिठो, कति नमिठो भन्नुहुन्छ भने चामल पनि भात पनि गनाउने कालो भएको थियो, सब्जीहरू पनि नमिठो। उसै त हामी मिठासे, यहाँ चाहिँ तर मिठो दिनुभएको थियो, मिठै थियो। अनि त्यहाँ एकदमै ढिला पनि, भोक लागेको बेलामा नानीहरू आत्तिएर भोकले। अनि यहाँ चाहिँ सादा भए पनि मिठो थियो। यहाँ चाहिँ सादा नै खाएको हामीले, मन्दिरबाट आएको भनेर। हाम्रो यो जम्बो टोली चाहिँ यहाँ छौँ हामी। अनि अर्को कुरा प्रब्लम भनेको चाहिँ गाडी पाउन साह्रै गाह्रो रहेछ। गाडी चाहिँ एकदमै बिजोगले पायौँ, आउँदा पनि बिजोगले आएको, जाँदा पनि बिजोगले। अनि हामी चाहिँ यहाँ खानासाना खाइसकेर हामी चाहिँ गाडी साडी बल्ल बल्ल खोजेर, गाडी त्यहीँबाट यहाँ हामीले खाना खाएको ठाउँबाट होटलबाट खोजिदिनु भएको थियो। अनि तर ढल्के भर पुग्दा हाम्रो त्यो गाडी बिग्रियो। आमा छोरी, यता मेरो छोरी बहिनीको छोरी मसँग खाना खानलाई ऊ पर्खेर बसेको उसको आमातिर छोडेर। अनि म चाहिँ जान्छु छोरीसँग, खाना खान्छौँ हामी। खाना खाँदैछ यो मेरो र छोरीको। हामी खाना खाएर निस्क्यौँ। हामी यो मेरो आमाको 4 जना छोरी र कान्छा छोरा, नातिनी पनातिनीहरू, हाम्रो ग्रुपहरू। यहाँहरूलाई कस्तो लाग्यो? सबै हेरेर साथ दिनुभयो। यहाँहरूलाई धेरै धन्यवाद। मैले सबै त देखाउन सकिनँ, जति खिच्न सकेँ त्यति देखाएँ। साथ दिनुभयो, धेरै धेरै धन्यवाद। थ्याङ्क यू।